हेलो सेवारो गुड मर्निङ सबैजनालाई ह्याप्पी तिहार सबैलाई तिहारको शुभकामना छ। म चाहिँ मर्निङ वाक जाँदै गरेको सो बिहान एकछिन यसो दौड्नु पर्यो नि हैन। आकाशमा यस्तो छ है ल आकाश बिहानको मौसम हो यो। यस्तो छ हाम्रो स्टार्ट भयो मिस्टर पट्टु। हेलो जाडो चिसो छ मौसम। हामी कुदिरहेछौँ कुदिरहेछ। हाम्रो यात्रा यसरी जान्छ बिहान बिहान। जाडो बढेछ है। हात कोक्लिएर छ मेरो त हात कोक्लिएर छ क्या। बोलेदेखि त उठ्नलाई त उपाय होइन त्यो लाउनै पर्ने स्थिति देखेँ कि है। तल्ती त लाने माथितिर धान्छै भनेको छातीमा हेरेर ल अब यहाँ रातो सिङ्गो बोलिरहेछ होइन। अब हामी कुद्दै 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 आइपुग्यो। सिङ्गो त माबर गर्नु पर्यो। यता हेर्ने छैन अब दगुडी अब के अन्त अब बिहान बिहान हेर्ने अगाडि बढ्ने। हाम्रो यत्रो कुद्दा पनि पसिना आएन भट्ट भनेपछि कति चिसो रहेछ त होइन। ल लास्टै चिसो है के छ भट्ट चिसोले म बोल्न सकिया जस यहाँसम्म चिसो छ है। ल जाडो बढ्यो त्यतातिर के कस्तो छ नि उता भनेको उता अब मान्छेहरू कहाँ कहाँ बसेछ नि त। यो चाहिँ सबै हजुरकोतिर भन्नु न यो के अरे सबै गोबी राख्ने ठाउँ हो कि गोबी फोहोर जम्मा यसरी फाल्छ नि यहाँनिर चप्प चप्प छुट्याएर फाल्ने। के फाइनली हामी डेस्टिनेसनमा पुग्यो ल। डेस्टिनेसन आइयो हामी। यो चाहिँ ठ्याक्कै पैँयोको रुख हो होइन। बसियो पनि गम राम्रो देखिन्छ। कम राम्रो देखिन्छ यस्तो छ। डेस्टिनेसन त आइयो यस्तो टाइपको छ। आम्मा कस्तो राम्रो देखिएको त भिडियो झिलिमिली छ ल। यस्तो छ है ल बिहान बिहान हामी आउने ठाउँमा चाहिँ छ ल। यता तल एउटा सरक्क पाराको खोला बगिरहेको हुन्छ माथि ल यस्तो छ माथि। यो चाहिँ खोला हो। खोला एक प्रकारको ठुलो खालको खोला हो यो। यहाँदेखि धेरै तल गएपछि चाहिँ एकदमै यहाँबाट लगभग 3 किलो 4 किलोमिटर तल गयो भने चाहिँ एकदम समुद्रै भेट्छ अहिले। समुद्र छ त्यहाँ यस्तो छ है ल बिहान आउने ठाउँ हाम्रो। यस्तो टाइप्सको छ। मान्छे बेसी देखिन्न। यहाँ त अब अलिक खतरै तरिकाले हान्नु पऱ्यो क्या भट्रे। ना 50 म त चिसोले हाल्दै हान्न सकेँ होइन। पुरा ज्यान नपताइकन हान्ने एउटा